बजारबाट त सब्जी किनेर ल्याइयो है। अब समाचार के आउँछ भन्दा यसमा विषादी भेटियो, यति यसमा विषादी भेट्यो, यस्तो हुन्छ नि त। हामीले किनेको सब्जीहरू होस् या फलफुलहरूमा चाहिँ विषादीहरू चाहिँ अहिले चाहिँ एकदम धेरै भेटिरहेको न्युजहरू आइरहेको छ। म हजुरहरू चाहिँ यो भिडियोमा चाहिँ हामीले ल्याएको सब्जीहरूलाई फलफुलहरूलाई चाहिँ विषादी त्यसको असर विषादीको असर चाहिँ कसरी घटाउन सकिन्छ त भनेर म त्यो बारेमा सिकाउँछु है। मैले चाहिँ यहाँ सब्जी लिएको छु, यो चाहिँ बोडीको सब्जी भयो है। हजुरहरूलाई म यसलाई कसरी विषादी चाहिँ घटाउन सकिन्छ म देखाउँछु है त। र सबसे पहिला के गर्ने भन्दा यो बोडीलाई चाहिँ अब कुनै पनि सब्जी भयो नि, हामीले चाहिँ यसरी चाहिँ धाराको पानीमा चाहिँ जहाँ चिसो पानी आएको हुन्छ नि, यसै गरी चाहिँ छलछल्दी पखाल्नु पर्यो कि। यस्तो गरी लिएर पखाल्नु पर्यो कि, डुबाएर पखाल्ने होइन कि। यसै गरी लिएर सर्लक्क यस्तो नुहाए जसरी नै पखालिदिनु पर्यो कि। फर्स्टमा चाहिँ यसरी चाहिँ हामीले मजाले सबै बोडीलाई पखाल्नु पर्यो। ल मैले चाहिँ यसरी चाहिँ धाराको सल्ल बगिरहेको चिसो पानीमा चाहिँ छलछल गरेर चाहिँ थोरै थोरै गरेर चाहिँ नुहाए जसरी नै तरकारीलाई चाहिँ पखाले है त। अब हामीले के गर्ने भन्दा जस्तो अब कति छैन हामीसँग सब्जी कति हुन्छ त्यति लेभलको चाहिँ हामीले चाहिँ मनतातो पानी लिनु पर्यो कि। हामीले चाहिँ अब मनतातो पानी लिने होइन, यसमा चाहिँ अब सपोज अब आधा लिटर पानीले पुग्छ भने चाहिँ मैले अब यहाँ ठ्याक्क मनतातो कि पोल्नु पनि भएन, हल्का तातोवाला पानी चाहिँ यहाँ लिनु पर्यो। मैले चाहिँ यहाँ अलिकति पानी लिएँ, सब्जीलाई चाहिँ डुब्ने जति चाहिँ पानी हुनु पर्यो। त्यसपछि जुन हामीले खाने सब्जी हुन्छ नि नुन के हामीले हालेको हुन्छ नि, त्यो नुन चाहिँ हामीले अब आधा लिटर छ भने चाहिँ 1 चम्चा जस्तो, अब 1 लिटर पानी हाल्नुहुन्छ भने चाहिँ 1 चम्चा जस्तो पानी चाहिँ यसमा नुन हालेर मजाले घोल्नेर सब्जीलाई चाहिँ मनतातो पानीमा यसरी चाहिँ डुबाइदिने चाहिँ डुब्ने गरेर राख्नु पर्यो। हजुरले चाहिँ यसरी डुब्ने गरेर चाहिँ 15 मिनट जति चाहिँ राखिदिनु होला, मजाले चाहिँ डुब्न पर्यो है त। यसरी चाहिँ डुबिसकेपछि चाहिँ 15 मिनट पछाडि फेरि यो सब्जीलाई चाहिँ निकालेर अघि मैले जसरी सुरुमा चाहिँ छलछली धारमा पखालेको थिएँ त्यस्तै गरी फेरि पखाल्नु भयो भने चाहिँ यो तरिकाले गर्नुभयो भने चाहिँ हजुरहरूको चाहिँ 70 देखि 90% चाहिँ विषादीको असर चाहिँ सब्जीबाट चाहिँ हटेर जानेछ। र अघिको थियो पहिलो तरिका है। अब दोस्रो तरिका के गर्ने भन्दा फेरि अब नुन पानीमा डुबाउँदाखेरि कहिले अब नुन नखाने बेला पनि परेको हुन्छ नि त हामीहरूको चाहिँ। त्यसैले गर्दाखेरि चाहिँ सुरुमा त हामीले त्यसै गरी नै पखाल्नु पर्यो है। त्यसपछि चाहिँ बजारमा हजुरहरूले बेकिङ सोडा भनेर पाउनुहुन्छ कि, बजारमा चाहिँ हजुरले किराना पसलहरूमै पाउनुहुन्छ, यो सानो डिब्बा पाइन्छ पाउडर हो यो चाहिँ। सेम त्यसै गरी चाहिँ नुन हालेको ठाउँमा चाहिँ हामीले यो बेकिङ सोडा हालेर चाहिँ त्यसै गरी सब्जीलाई डुबाएर फेरि 15 मिनट जति राखेर मनतातो पानीमै अनि फेरि त्यसै गरी अघि धारामा पखालेर चाहिँ पखाल्न सकियो है त।